If you are a laughing lover, then this video is for you guys. So welcome back to our channel, Naomi Diaries. So I'm at Gagotio Laughing Center, which is located in just next to Zipper, जहाँ चाहिँ लुगाको showroom छ. बाहिरबाट भन्नुपर्दाखेरि just opposite Denzong Cinema Hall. जहाँबाट चाहिँ तपाईले लाल बजारको भ्यू पनि enjoy गर्न सक्नुहुन्छ guys. अनि हेरिहाल्नुहोस् यहाँनिर भिड सब्जी किन्नेवाला र बेच्नेवालाको अनि हामी पनि after this we'll also go and buy some vegetables guys. And यहाँको स्पेशलिटी चाहिँ के रहेछ भन्दाखेरि चाहिँ this is Tibetan bun guys which is made out of suji आटा. They don't use maida by the way for your kind information. अनि सुन्दाखेरि चाहिँ मलाई पनि अलिकति इन्ट्रेस्टिङ लाग्यो. So we had ordered 2 Tibetan bun. Let's try भनेर पहिला. So हामीले चाहिँ दुईटा bun order गर्यो अनि खास चाहिँ हामीहरु laughing खानु आएको but then हामी switched into Tibetan bun. So guys, यहाँ चाहिँ मैले ट्राई गर्नु आँटेको Tibetan bun for the first time अनि खाँदाखेरि चाहिँ it was so delicious, yummy, tasty जे भन्दा पनि भयो. अनि यहाँ चाहिँ म भोइस ओभर गर्दैछु, नायोमी हल्ला गर्दैछ. अनि उहाँको पनि सानो इन्ट्रोडक्सन दिइहाल्छु है. She is Naomi's friend Mama. That means my friend too. So हामी चाहिँ डान्स क्लास पुराउँदाखेरि चाहिँ we enjoyed. What we do is like we roaming around MG Mark, Lal Bazaar, जति पनि छ सबै घुम्छ अनि फुड टेस्ट गर्छ हो. So this is I mean like kind of new experience for us. अनि यो चाहिँ her recommendation to go and taste laughing भनेर, किनभने यहाँ चाहिँ लाफिङ एकदमै मिठो पाउँछ भनेर. So बात गर्दा गर्दै गाइस हाम्रो लाफिङ पनि आइसक्यो अनि Tibetan bun is like half now अनि हामीले चाहिँ अब ट्राई गर्न आँटेको लाफिङ. And then here we go. And the first bite was both of us like, oh my god, why so spicy? हाम्रो अनुहारबाट हेर्दै चाल पाउनु भयो होला कि हामीलाई कति चाहिँ पिरो भएको थियो, but then it was so delicious and tasty. अनि यसको पिरोले चाहिँ हामीले चिया अर्डर गरिन्जेल भयो र चिया अर्डर गरेर पिइन्जेल भयो गाइस. हामीले खोजेको त्यही हो किनभने उहाँले भन्नुभएको थियो कि तपाईहरुलाई कतिको पिरो लगाइदिउँ भनेर. सो हामीले नै भनेको उहाँलाई कि हामीलाई चाहिँ पुरा पिरो चाहियो भनेर. But it was overall it was a good experience guys. So if you guys are laughing lovers like us then तपाईले त्यहाँ visit गर्न सक्नुहुन्छ. एकदमै टेस्टी पाउनुहुन्छ unbeatable price मा. So you go and must try. So यो चाहिँ हामीहरु भोलिपल्ट हामी गएको थियो, यो चाहिँ मेरो नाना र हामी गएको थियो MG Mark मा. But then त्यहाँनिर चाहिँ हामीले देख्यो साइडमा कि त्यहाँनिर चाहिँ कोरियन फोटो बुथ रहेछ. So let's try भनेर यहाँ चाहिँ Naomi is wearing some weird चस्मा है with के हो त्यहाँनिर. And Tashi was trying to कपाल अनि म चाहिँ I was trying this चस्मा. मलाई अलिकति स्वाद कस्तो लाग्यो. सो अर्को पालि चाहिँ म पनि यो शेपको शेड्स किन्नु पर्यो भनेर सोच्दै थिएँ आफूलाई. अन्त here we are in Korean photo booth. यसमा चाहिँ हामीले के मिस्टेक गर्यो भन्दाखेरि चाहिँ तपाईले अगाडि नै प्रपहरू रेडी गरेर राख्नु पर्दो रहेछ. बट देन हामीलाई याद थिएन. यस्तो हतारमा खिचेको हामीले फोटो त खिच्यो बट देन कति होला त इट वाज नट नाइस. तर पनि यहाँ चाहिँ तपाईहरुले हेयर ब्यान्ड्सहरु पनि पाउनु हुँदो रहेछ. कोरियन स्टाइलको इयरिङ्सहरु सबै कस्तो राम्रो थियो. तपाईले गो एन्ड चेक इट आउट तपाईहरु. अनि यहाँ फेरि हामी चाहिँ यहाँ गर्दै थियो फोटो बुथमा एक्टिङहरु कस्तो पोज गर्नुपर्छ भनेर स्टार्ट गरिसकेपछि यु विल गेट आई थिंक 70 कि 90 सेकेन्ड सरी. त्यसमा चाहिँ तपाईले रेडी गर्नुपर्ने रहेछ. सो लास्टमा चाहिँ म तपाईहरुलाई फोटो देखाउने वाला छु. कोरियन फोटोको चाहिँ नाइमीको यहाँ स्टडी टेबलमा राखिदिरहेको छ. But then photo was okay किनभने कतिवटा हामीले गर्न सकेकै थिएन. म तपाईहरुलाई नजिकबाट देखाउँछु यसको स्टोरी. सो यो चाहिँ यो राम्रो भएको थियो एन्ड देन यो पनि राम्रै थियो, उनीको पनि राम्रै थियो. यो चाहिँ बिग्रेको हामीले फोटो लाउँदा मिलाउँदा के भयो. अनि सेकेन्डको नाइमीको हातले मेरो अनुहार ठेलिरहेको छ. देन लास्ट वाज ओके. सो यति नै हो गाइस हाम्रो. तपाईहरुलाई मन पऱ्यो भने प्लिज लाइक, डु शेयर, कमेन्ट, सब्सक्राइब to our page and thank you for watching. Bye bye, take care.